बिहान नानी 6 बजे प्र्याक्टिकल छ मम्मी भनेर गयो, जान्छु भन्यो, चिया खाएर गयो। म 2 घन्टाको मात्रै छ टाइम, म आइहाल्छु मम्मी, खाना पकाएर राख्नु, म आइहाल्छु भनेर भन्यो। ल जाऊ छोरी, राम्रोसँग गएर आऊ भनेर भने। अनि मैले 9 बजेतिर फोन गरेँ, मोबाइल स्विच अफ छ, फोन गर्छु स्विच अफ छ, कता गयो किन आएन, किन मोबाइल स्विच अफ छ भनेर आत्थेँ। अनि 10:30 बजेदेखि मोबाइल स्विच अफ थियो? 9 बजे फोन ट्राई गरेको, 9 बजे नै फोन स्विच अफ छ। पहिलो कलमै मोबाइल स्विच अफ? पहिलो कलमै मोबाइल स्विच अफ छ। अनि त्यसपछि फेरि स्कुलमा फोन गरेको, स्कुलमा फोन लागेन। त्यसपछि फेरि टिचरहरूलाई कन्ट्याक्ट गरेको, टिचरहरू कोहीले फोन उठाउनु भएन। अनि त्यसपछि म आत्तिएर यताउता गरेँ, के गर्ने होला भने। त्यसपछि 10-5 मिनट पछि फेरि मेरो मोबाइलमा नयाँ नम्बरबाट फोन आयो, तपाईँको इनिसाको मम्मी हो भने। हो, इनिसा सहिद पार्कको जङ्गलमा बेहोस हुनुहुन्छ, तपाईँ तुरुन्त लिन आउनु भनेर भन्यो। अनि म गएर त्यहाँ हेर्दाखेरि मेरो छोरीको अवस्था एकदम नाजुक थियो, पुरै जिउभरि शरीरैभरि ब्लड थियो। मैले त्यो शरीर हेर्न नसकेर बेहोस भएर ढलेँ, त्यति मात्रै थाहा छ मलाई, त्यहाँदेखि थाहा केही पनि छैन। त्यो शरीर हेर्नुभयो, त्यसपछि तपाईँ अचानक बेहोस हुनुभयो, त्यसपछि घटना के हो त्यो थाहा पाउनु भएन? अनि त्यसपछि त्यो शरीरमा चाहिँ बेल्टको डाम थियो, अनि लतारेर चाहिँ तल खोल्सामा ल्याएर फालियो भन्ने कुराहरू आइरहेछ। यो त के थाहा छ? माथि भिरालो थियो, माथिबाट गुल्टिँदै पत्करहरू बटाउ भएको थियो, यस्तो घाँसहरू बुटाहरू भाँचेको थियो। अनि त्यसपछि अलिक गहिरो खाल्डोमा लगेर मेरो छोरीलाई उत्तानो पारेर कालो ज्याकेटले मुख छोपिदिएको थियो। अनि जुत्ता एउटा माथि हट्टिएको थियो। त्यो ठाउँमा चाहिँ को मान्छे थियो? अर्को प्रहरीहरू थिए, त्यहाँ तलतिरको बासिन्दाहरू 1-2 जना दिदीहरू हुनुहुन्थ्यो, अरू मलाई थाहा छैन। भनेपछि त्यो चाहिँ थिएन, त्यहाँ अरू कोही पनि थिएन, पुलिसहरू मात्रै देखेँ मैले, अरू कसैलाई पनि देखेन। तपाईँ पुग्ने बेला त्यहाँ प्रहरीहरू हुनुहुन्थ्यो र त्यसपछि त्यहाँका स्थानीयहरू हुनुहुन्थ्यो? हजुर, त्यहाँको 2-3 जना दिदीहरू हुनुहुन्थ्यो, अरू कोही पनि थिएन, पुलिसहरू थियो। अनि मेरो छोरीको पुरा शरीरमा पछाडि बेल्टको डाम थियो, मेरो छोरीको जिउैभरि रगतै रगत छ, कपाल भुतालेको छ, केही छैन, मेरो छोरीको शरीर केही पनि छैन। अब के भन्न चाहनुहुन्छ जुन प्रहरीलाई? अब के भन्न चाहियो मलाई, अरू केही छैन मलाई।